नमस्कार, यहाँहरू सबैलाई धर्मचोक मार्बल एन्ड टाइल्स को प्रोपाइटर म राजेश सापकोटाको तर्फबाट मैले आज यहाँहरूलाई हाम्रै क्षेत्र वरिपरिमा रहेको मेरा परम मित्र सुदर्शन कणेलज्यूको घरमा मैले कस्तो टाइल ग्रेनाइट लागेको छ र तपाईहरूले पनि यस्तै बनाउन खोज्नु भएको छ भने हामी तपाईहरूको घर हामी आएर योग्य मिस्त्रीद्वारा हामी घर निर्माण गरिदिनेछौँ र त्यही म आज तपाईहरूलाई देखाउन गइरहेको छु र यो सबै चिजहरू हजुरलाई देखाइसके पछाडि हो यस्तै खालको घर हामीले बनाउन खोजेको हो भन्ने हजुरलाई लाग्नेछ र हजुरले खबर गर्नुहुनेछ। यहाँ देख्न सक्नुहुनेछ सबैभन्दा पहिला म हजुरलाई गोलो भर्याङ देखाउन चाहन्छु र यो गोलो भर्याङ डबल मोल्डिङ गरिएको छ। अब मैले यहाँहरूलाई यो छतको भाग चाहिँ मैले देखाउन खोजिरहेको छु। यहाँ 16x16 को ब्रान्डेड कम्पनीको टाइल ग्रुप राखेर लगाइएको छ, यहाँ देख्न सक्नुहुन्छ। र यसको भागमा जति पनि पिल्लरको भागको माथिपट्टि रहेको छ त्यसमा पनि ग्रेनाइट र त्यसको चारैतिर मोल्डिङ गरिएको छ र बाँकी सबैमा यसमा ग्रेनाइट लगाइएको छ भने यसमा चाहिँ टाइल लगाइएको छ ग्रुप दिएर। र यसरी यसको यस्तै गरी माथि पनि छतमा टाइल लगाइएको छ। छतको लागि विशेष गरी 16x16 कै टाइल चाहिँ उपयुक्त हुन्छ, किन भन्दा तपाईको 2x2 को पनि उपयुक्त हुन्छ, 2x4 पनि उपयुक्त हुन्छ, तर सुलभ दिनका लागि 16x16 को लगाउँदा वा 12x12 को लगाउँदा पनि उपयुक्त मानिन्छ। विशेष चीज देखाउन खोजेको के हो भने यसमा चाहिँ डबल चार्ज टाइल प्रयोग गरिएको छ। 2x2 को डबल चार्ज टाइल तपाईले हाई ग्लोस सुन्नुभएको होला, डिजिटल टाइल सुन्नुभएको होला, तर डबल चार्ज टाइल भनेको कमै मात्रामा प्रयोग गर्नुहुन्छ, यसको मूल्य पनि अलिकति अधिक रहेको हुन्छ। जुन टाइल यहाँ प्रयोग गरिएको छ भने यसलाई किचनको सेफ हाइड्रोलिक सिस्टमको बेडहरू बनाएर पनि यसमा चाहिँ फिनिसिङ हुँदैछ भने यतापट्टि हाम्रो एटेच टोयलेट बाथरुम छ र एटेच टोयलेट बाथरुम को कम्युनिकेसन यहाँ मिलेको छ भने सम्पूर्ण र्याकहरू पनि फिनिसिङ भइसकेको छ। मैले तपाईहरुलाई यहाँ किचनको विषयमा देखाउन खोजिरहेको छु। किचन 3 स्टेप मोडुलर किचन जसलाई यसलाई भनिन्छ। मैले तपाईलाई यहाँ देखाउन गइरहेको छु। यो भाग भनेको डबल मोल्डिङ, डबल लेयर हालेर बनाएको छ। यसको जुन स्कर्टिङ छ यसमा पनि मोल्डिङ गरेको छ, स्कर्टिङ मोल्डिङ यो भाग भयो। अनि यसमा ग्लास मोल्डिङ हो, यो चाहिँ यसलाई फुल मोल्डिङ भन्दैन, यसलाई ग्लास मोल्डिङ भन्छ। र यो डबल मोल्डिङ पछि यसमा बिट आयो भने माथिपट्टिको खुट्टाको भाग रह्यो। बाँकी रह्यो बेसिनलाई कटिङ गरेर हालियो र इपोक्सी गरियो भनेदेखि चाहिँ यो वाटर प्रुफिङ हुन जान्छ र यसबाट पानी लिकेज हुने सम्भावना रहँदैन र वालमा चाहिँ 2x4 को टाइल्स लगाउँदाखेरि भने यो चाहिँ उपयुक्त देखिन्छ। यसको फ्लोरिङको लागि पनि स्पेसर दिएर 2x2 को टाइल्स लगाइएको छ। यसरी लगाउँदाखेरि चाहिँ यसको सान बढ्छ। यो चाहिँ साउथको ग्रेनाइट यसमा प्रयोग गरिएको छ। यहाँ म देखाउन गइरहेको छु हजुरको, यो चाहिँ 2x4 को टाइल्स प्रयोग गरिएको छ भने यसमा चाहिँ 4 mm को स्पेसर दिएको छ र यसमा ब्ल्याक इपोक्सी प्रयोग गरिएको छ र जो इपोक्सीले यसलाई जोड्ने काम गरेको छ भने यो चाहिँ उक्किने, पानी रसाउने, छिर्ने आदि काम हुँदैन
र फ्लोरिङमा पनि इपोक्सी गरिएको छ र यसमा पनि तपाईँको 2x2 कै टाइल प्रयोग गरिएको छ, खस्रो पनि छ र जति ग्रिप भएको एन्टी स्लिपर प्रयोग गर्दा चिप्लिँदैन, डराउनु पनि पर्दैन। धेरैले बेसिन लगाउँदाखेरि यहाँबाट माथि मात्रै लगाउनुहुन्छ, त्यस्तो गर्नु हुँदैन। बेसिन लगाउँदाखेरि तलैदेखि पुरै टाइल लगाउँदा बेसिनको भाग सफा देखिन्छ र त्यो सफा भाग हामीले पुस्न सजिलो हुन्छ। पानीको छिटा त पोखिराखेको हुन्छ, जसलाई हामीले फुल्ली लगाएनौँ भनेदेखि त्यो चाहिँ फोहोर टाँसिने, सफा गर्न सजिलो हुन्छ टाँसिएको फोहोर हटाउनलाई। र बेसिनको लागि सबैले यहाँबाट माथि नभइकन तलबाट नै लगाउँदा उपयुक्त हुन्छ। नमस्कार, यहाँहरू सबैलाई म राजु सापकोटाको तर्फबाट मैले यहाँ देखाउन गइरहेको छु। यो हाम्रो मन्दिर हो, यो हाम्रो ग्राउन्ड फ्लोरमा छ। यो हाम्रो 3 तला घर मध्ये यो चाहिँ भुइँ तलामा ईशान्य कोणमा जहाँ भगवानको बास रहन्छ र यतापट्टि भने हाम्रो बैठक कोठा रहेको छ र जति पनि घरमा पाहुनाहरू आउनुहुन्छ उहाँहरूले सिधै बेलुका बिहानको भगवानको आरती देख्न पाउने गरी यो व्यवस्था मिलाइएको छ। भने यसमा जुन ग्रेनाइट प्रयोग गरिएको छ यो एकदम हाई क्रम, यो मेसिनबाट बनेको मेसिन मेड यो खालको ग्रेनाइट प्रयोग गरिएको छ, व्हाइट कलरको। यसमा यो काट्न पनि अति नै गाह्रो र यो महँगो पनि, अरू तुलनामा यो धेरै नै महँगो पर्छ। लगभग 700 रुपियाँदेखि 1000 रुपियाँ स्क्वायर फिटसम्मको यो ग्रेनाइट पर्न जान्छ भने बाँकी हाम्रो चाहिँ यस किसिमको छ। र यसमा हाम्रो रङ्गोली रहेको छ र यो रङ्गोली पूजा कोठामा जहाँ हाम्रो बढी घर्षण कम हुन्छ, खाली खुट्टा रहन्छ, त्यस्तो ठाउँमा लगाउँदाखेरि चाहिँ उपयुक्त हुन्छ। मैले तपाईँलाई यहाँ एउटा डिजाइन देखाउन गइरहेको छु कि यो डोर डिजाइन जुन ढोकाको भागमा यो बनाइएको छ, यसमा तपाईँको 1 2 स्टेप 3 4 स्टेप यो कटिङ गरेर हालिएको छ भने यसका प्रत्येक पिस कटिङ गरेर यसलाई चाहिँ जोड्ने काम भएको छ र यसलाई बोन टाइट र एडिसिभको मार्फतले यसलाई जमाइएको हुनाले यो चाहिँ उक्किने चान्स रहँदैन। धेरैलाई हेर्दा लाग्ला यो रेडिमेड ल्याएर राखेको हो कि जस्तो, तर रेडिमेड ल्याएर राखिएकोमा ठाडो कटिङ हुन्छ भने यसमा ठाडो कटिङ कहीँ पनि छैन। हजुर, हामी मिस्त्री लगाएर जस्ता पनि काम गरिदिन सक्छौँ, तर के हुनु पर्यो भने मिस्त्री र कामको रेट दिन सक्नु पर्यो। तपाईहरु जस्तो रेट दिनुहुन्छ त्यस्तै अनुसारको काम मिस्त्रीले दिन सक्छ। अब यो मेहनत गर्दा यसमा केही नभए पनि एउटा मिस्त्रीलाई कटिङ गरे गर्दाखेरि 2 दिन 3 दिनसम्म उसको यसमा मेहनत पर्छ। मतलब तपाईको एउटा यतिको काम गर्न जाने एउटा मिस्त्रीको दैनिक 2000 को दरले पनि 6000 रुपैयाँ त उसको यसमा मेहनत पर्छ। बाँकी यसमा लाग्ने कटिङ ब्लेडहरु, मेसिनरी सामानहरु पनि प्रयोग हुन्छन् फिनिशिङ निकाल्नका लागि। भने यो सबै खर्च जोडेर यति कामको लागि 5-7 हजार 10 हजार खर्च पर्न जान्छ। तर व्यक्तिले भन्नुहुन्छ मलाई पनि यस्तै डिजाइन बनाइदेऊ तर म 25 रुपैयाँ स्क्वायर फिट दिन्छु। 25 रुपैयाँ स्क्वायर फिट हैन, म रनिङमा दिन्छु। यो रनिङ स्क्वायर फिटमा हुने काम होइन। यो भनेको मेहनत मिस्त्रीको सिपको कुरा हो। सिपलाई जति पनि पर्न सक्छ किनकि उसको कलाकारिता, उसको डिजाइन। सामान्य एउटा ढुङ्गालाई 2000 पर्छ भने त्यही ढुङ्गालाई कुँदिएको मूर्तिलाई कति पर्छ? 50,000 1 लाख पर्छ नि। सेम त्यस्तै हो यो पनि। यसको कलाकारिताको कुनै मूल्य हुँदैन। यो मिस्त्रीलाई काम गर्ने इच्छा जाग्यो, हजुरहरूलाई काम बनाउने इच्छा जाग्यो भने दुईटाको सहमतिमा यसलाई जतिमा पनि बनाउन सकिन्छ। यति हो। मिस्त्रीको आफ्नो दुःख निस्किनु पर्यो। कुनै पनि मिस्त्रीलाई यो लाग्दैन कि म घर नराम्रो बनाऊँ, छिटो गरौँ, पैसा मात्रै कमाऊँ, त्यो लाग्दैन। हुन्छन् होला कुनै मिस्त्री, तर हामी जुन हिसाबले हामी काम गर्दैछौँ हामीलाई के लाग्छ भने तपाईको घर बनिसकेपछि तपाईको अनुहारमा मुस्कान देखियोस्, चमक देखियोस्, लागोस् कि मैले राम्रो मान्छेलाई काम दिएछु र आज मेरो घर चाहिँ राम्रो बन्यो। यो चाहिँ हजुरहरूले सोच्नुपर्ने हुन्छ। हाम्रो ग्राउन्ड फ्लोर
यो चाहिँ किचन रहेको छ। म तपाईँलाई यहाँ अर्को एउटा किचन देखाउन गइरहेको छु र यसमा पनि 3 स्टेप मोडुलर कन्सेप्ट अनुसारले बनेको छ। 3 स्टेप भन्नाले 1 यो 2 र यसको मुनिपट्टि जुन ग्रेनाइटको पट्टा लागेको छ यसलाई 3 स्टेप भन्छ र तपाईँको डबल मोडलिङ राइजर पनि मोडलिङ गरेर साउथको जेट ब्ल्याक ग्रेनाइट प्रयोग गरेर यसलाई फिनिसिङ दिएको छ भने तपाईँको चाहिँ नि ब्रान्डेड कम्पनीको वाल 2x4 का टाइलहरू यसमा प्रयोग गरिएको छ र यस किसिमको किचन भुइँमा 2x4 को टाइल्स ग्रुप राखेर इपोक्सी र यो खालको किचन पनि हजुरहरूलाई बनाउन आवश्यक भएका खण्डमा हामी यो बनाउन सक्नेछौँ र हजुरहरूलाई दिनेछौँ। म यहाँ तपाईँहरूलाई बरन्डाको डिजाइन देखाउन गइरहेको छु। यसमा भने हामीले व्हाइट ग्रेनाइट यो कम्पनीबाट बनेको ग्रेनाइट हो भने यो चाहिँ साउथ ग्रेनाइट दक्षिण भारतबाट आएको ग्रेनाइट हो र यो दुईवटा ग्रेनाइटको कम्युनिकेसनलाई मिलाएर यसमा चाहिँ डिजाइन गर्ने काम भएको छ र यस किसिमको डिजाइनमा पनि राइजरमा टाइल प्रयोग गरिएको छ भने त्यसको माथिपछि फेरि तपाईँको मोडलिङ गरेर ग्रेनाइट हालिएको छ र यसमा जो प्रयोग गरिएको छ यसमा यो व्हाइट कलरको तपाईँको ग्रेनाइट प्रयोग गरिएको छ र ग्रेनाइट टाइल आदिको प्रयोगबाट चाहिँ र यसको सबै राइजरमा डबल छ। तलपट्टि व्हाइट माथि ब्ल्याक र त्यसको माथिपट्टि यसलाई मोडलिङ गरेर हालिएको छ। यो सेपमा सफा गर्न बाँकी छ तर पनि अब हामीले कस्टमरको इच्छा अनुसार हामीले चाहिँ कहीँ अर्को साइडमा पठाउनु पर्ने भएकोले यो हामीले चाहिँ यो फोटो पठाउँदैछौँ, त्यसका लागि बनाइरहेको छौँ। यसमा 5 इन्चको दुईवटा ग्रेनाइट ठाडो दिएको छ यतापट्टि पनि र यतापट्टि पनि मोडलिङ गरेर यसमा टायर र ग्रेनाइटको टुक्रा लगाइएको छ भने यसमा यसरी खप्ट्याएर यसबाट पनि पोलिस गरेर यो चाहिँ लगाइएको छ। यस किसिमको कन्सेप्टबाट यसलाई चाहिँ तयार गरिएको छ र यो खालको डिजाइन बनाउँदाखेरि कम्तीमा पनि एउटा पिल्लरको 50,000 रुपियाँसम्म यसको चाहिँ खर्च आउन सक्छ भने 3वटा पिलरको 1.5 लाख रुपियाँसम्म तपाईँको खर्च पर्न जान्छ र यसैलाई सामान्य रूपमा गर्नु पर्यो भने एउटा पिलर 15,000 रुपियाँबाट सुरु हुन्छ र त्यसलाई 50,000 60,000 सम्मका पनि डिजाइन दिएर पिलर बनाउन सकिन्छ।